हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँहरू मेरो भ्लगमा। म चाहिँ अहिले घरमा त्यत्तिकै बसिरहेको छु होइन। दिउँसो त्यही 2, 3, 4 त्यस्तै बज्यो होला। अनि त्यति बज्दाखेरिमा चाहिँ यहाँ चाहिँ मेरो प्रियतमलाई बाहिर पठाउनको लागि स्कुटी चाहिँ रेडी हुँदैछ होइन। के यार, घाममा स्कुटी पनि कमिला लाग्यो क्या, अलिअलि हल्का कमिला हिँड्न सुरु गरिसकेको रहेछ है। यसलाई चाहिँ अब कमिला रहित बनाउन चाहिँ भित्र राख्ने कमिला नि बाहिर राख्ने कमिला गरेर यसलाई चाहिँ कमिला टड्काएर अहिले ट्याक्क लाएर भित्र लग्नेछु। र साथमा हाम्रो यहाँ चाहिँ फर्स्ट टाइम हो यो चाहिँ, यहाँनिर यो धान रोपेको चाहिँ यहाँनिर चाहिँ फर्स्ट टाइम हो यो बारीमा चाहिँ होइन। धान रोपेको फर्स्ट टाइम हो। अनि हाम्रो यहाँ चाहिँ कुखुराहरू सब कुखुरा शीतल, हाम्रोहरू शीतलमा बसिरहेछ। यता पनि छ कुखुरा, यता बाख्रा भयो, बाख्राहरू छ। बाख्रा हरियो पराल भएर बाख्रालाई चाहिँ पराल नै हाल्दैछ अरे। गाईहरू छ साथमा। खोइ त हाँस, खोइ त हाँस कता हाँसिरहेको उँधो। यहाँ चाहिँ हाँस पनि छ है। हाँस यतै हाँसको मुस्कान चाहिँ त्यो ठुलो हाँस भयो, सानो चाहिँ मुस्कान है फेरि चाहिँ। ल त्यो छ। र अब म चाहिँ के गर्नु जाँदैछु भन्दाखेरि यहाँनिर च्याट लाएर यो बोकेर त्यहाँ अर्को कहाँ गयो भने मेरो सानोवाला झाडु गायब भयो क्या यार। यो छ ट्याक्कै, यो झाडु लिएर यहाँ राखेर अब हेरिचाहिनेमा अरू के चाहियो भन्दाखेरिमा यो बाटा चाहिँ भित्रको मल हाल्नलाई। ल म चाहिँ यहाँबाट प्लुत्त छिर्छु है। अरू बेलामा चाहिँ म एक्लैले गरिन्थेन। अरू बेला चाहिँ बाहिर यो बाटा समात्नलाई बहिनी हुन्थ्यो, भित्र म हुन्थ्यो। अहिले चाहिँ बहिनी छैन। बहिनीले आफ्नो आफ्टर लङ टाइम पछि पढाइ पछाडिको छुट्टी मनाउँदैछ बहिनीले चाहिँ झिल्किनतिर। त्यही भएर म चाहिँ सरसफाइ गर्दैछु अहिले। यताबाट यताबाट 11वटा सन्तानको धनी आमा हिँड्दा छन्। 2, 4, 6, 8, 10, 11 त्यही छ। ल यतातिर केही आयो कि भन्दा करा होला, केही नै आएको छैन आउन चाहिँ। यतापट्टि कुखुरा, यतापट्टि हाँस। योबाट हाँस बस्छ यहाँभित्र चाहिँ। यहाँ चाहिँ फेरि ईश्वरको वरदानहरू लिएर बसिरहेको थियो। फेरि यहाँ पनि हालिदिएको सब खाएर अहिले चाहिँ आनन्दले पानी नै हाल्दैछु मैले। यस्तो छु फेरि यालदुङ बच्चा छ है। ल है त म अब यो भित्र सफा गर्नेछु। लेट्स गो। ल साथीहरू, म चाहिँ अब जाँदैछु कहाँ भन्दाखेरि भित्र सफा गर्नलाई त। यहाँबाट छिर्नै गाह्रो छ फेरि। साफ सुथरै राम्रै भएर अलिक गनाएन कि गना भएर टक्क लगाएर पनि के अरे मास्क लाएर गर्नुहुन्छ होइन। गनाएन खासै अब पुरा धेरै नै छैन, अनि पुरा ठुलो पनि छैन नि त। अलिक ठुलो भएको चाहिँ लिइन्थ्यो होला है। सानो भएर चाहिँ खासै गनाएको, त्यही भएर म हातले नै सोध्यो बिना मास्कको। आज म कार्यक्रम हान्एको छु। सक्यो यसपालि।
लगेर म टकलाहरू तलहरू फाल्न आउँछ। ल मैले चाहिँ मेरो काम कर्तव्य टक्क लाएर सफा गरेर सफा गरेर होइन जति थोरै थियो भुस पनि थोरै थियो त्यो भएर भुस थोरै हालेर च्याटर आयो। किनभने भुस अब धेरै ल्याउनु पर्ने थियो, किन नल्याउने अब जाडो महिना छ नि त। यहाँ नङ पनि त्यो ख्यास गइसक्यो फेरि। जाडो महिना छ नि त, जाडो गरम महिना छ नि त, गरम महिनामा त धेरै भुस हाल्न तातो नि चाहिँदैन, त्यही भएर यहाँ पनि त्यही छ। ल अब कुखुराहरू त देख्दा फुलिन्छ। ल सबैजना निस्किसक्यो फिल्डमा। म चाहिँ अहिले अब कतै जाने ठाउँ पनि छैन टाढा। अनि आज चाहिँ मेरो विशेष भ्लगको मेरो मेन उद्देश्य भनेको चाहिँ अब अरू बेलामा कहिले कता हिजोतिर अब खोलातिर नगइयो होइन, अस्तितिर अब मनाङ मुस्ताङ मनाङ त नभन मुस्ताङ मार्फा जोमसोमतिर गएको देखेँ। आज चाहिँ धेरै पछाडि अब कति समयमा सबै कुरा चेन्ज हुन्छ नि त, त्यही अनुसार समयमा चेन्ज भएको अनुसार आज चाहिँ यसमा अहिले चाहिँ हाम्रो गाउँ कस्तो भयो भन्ने इच्छा हुनसक्छ। अब अरूलाई त नहोला, जो मेरो गाउँको पहिलाको मान्छे हो र अहिले घरबाट बाहिर छ उनीहरूलाई इच्छा होला भन्ने कुरा हिसाबले मैले चाहिँ ट्याग लाएर भिडियो बनाउँदैछु होइन। भिडियो बनाउने क्रममा यहाँ चाहिँ आजकल चाहिँ हाम्रो गाउँ चाहिँ एकदम हरियाली, आहा हरियो वन नेपालको धन भने जस्तो टक्कला टल्किरहेको छ। यो घर चाहिँ यस्तै छ होइन। मैले सोचेको थिएँ नि यहाँ माथि चढ टक्कला ड्रोन सट हाने जस्तो गरेर भिडियो गराउन भने सोच्थेँ, त्यो गर्न चाहिँ असफल भयो किनकि त्यहाँ ढोकामा चाबी लगाइरहेको रहेछ है। यस्तै छ यहाँ जस्तो खाले लाग्छ, यस्तै चाहिँ हाम्रो चाहिँ अवस्था अहिले। यहाँनिर ट्याक्क लाएर यतातिर चाहिँ हरियो सरक्क सब ठाउँ हरियो देखिरहेछ, जङ्गलदेखिबाट सब ठाउँ हर ठाउँ हरियाली छ। आज चाहिँ त्यही हो मेरो काम भनेको, त्यही घरै बस्यो त्यत्तिकै। दिउँसो म घर पनि आज हिजो बेलुका बर्थडेमा गएको थियो, बर्थडेबाट घर आउँदा नि अलिक ढिलै भएको थियो होइन। ढिलो पनि धेरै ढिलो त होइन, अब बिहान आइपुगेको थिएँ 11-12 बजीतिर आइपुगेको थिएँ म। अनि त्यहाँबाट आएर अनि खानासाना खाएर चुपो लगाएर त्यत्तिकै बसिरहेको थिएँ। बस्दा अनि यसो जाँगर लगाएर कुखुरा खोर्सा गरिदिएको। त्यसपछि अरू काम त केही पनि छैन र अब काम गर्न जाउँ कतै भने पनि काम गर्न नि मिलेको छैन। केही कुराहरू आँटिरहेको छु, त्यो कुराहरू नि अहिले पुरा भइरहेको छैन है। त्यही भएर म चाहिँ जे सस्तो हुन्छ अलिअलि आफूले सकेको जानेको भ्लग बनाउने कोसिस चाहिँ गर्दैछु। त्यो रह्यो पारिपट्टिको डाँडा र यो रह्यो यतापट्टिको। हाम्रो चाहिँ फेरि जङ्गल छेउमै घर, फेरि यही हो जङ्गल यो मेरो घर हो। भनेपछि हाम्रो घर चाहिँ यहाँ छ। घर पनि अहिले अब फेन्सिङ पनि गर्न सकिएको छैन, अब परिस्थिति त्यस्तै छ होइन। त्यही भएर यो जङ्गल भयो, यो घर यिनीहरू टक्क यिनीहरू चाहिँ बारी भयो, यताको जङ्गल भयो। यस्तै छ यो चाहिँ हामीले घाँस छर्या सबै। यो घाँसलाई चाहिँ फेरि नाम चाहिँ थाहा भएन के भन्छ पनि। हाम्रो चाहिँ घरमा 2टा गाई छ नि त, त्यही भएर घाँस छरेको। यतापट्टि घाँसलाई चाहिँ पानी पर्दैन, कोही ठाउँ पानी परिरहेको, कोही ठाउँ अहिले पानी परिरहेको आजकल। त्यही भएर पानी नपराएर यस्तो च्याप्र्याक्क भएर बसिरहेछ। ल त अहिले एकछिनपछि अब यस्ता केही भइहाल्यो भने आजको म देखाउनेवाला छु, भिडियो हेर्दै गर्नु होला। ल साथीहरू, हामी चाहिँ टक्क लाएर म घरबाट हिजोको दिन त्यस्तै बिताएर म घरबाट आएर दाइहरू घर बसिरहेको छु। हामी 4जना चाहिँ अब उही सधैँकै पारामा सधैँकै शैलीमा हामी जाँदैछौँ खोला खेल्नलाई भनेर भइरहेछ। आजकल चाहिँ मेरो क्यामेरा साह्रै टल्किरह होला है। त्यसको टल्किनुको राज भनेको अब थाहै छ तपाईँहरूलाई, मैले कुन मोबाइल चलाउँदैछु भनेर। हेलो के छ, खोइ नमस्ते गर त्यहाँबाट। ल अब एक भ्युज आउँछ नि तँबाट। ल सबिन चाहिँ के रेडी हो? ल हामी चाहिँ लाग्दैछौँ, हामी नयाँ ठाउँ नयाँ संसारमा जानलाई होइन, पुरानै ठाउँ पुरानै स्थानमा जान सर हामी लागौँ है त। हामी चाहिँ 2टा बाइकमा 4जना जाँदैछौँ। लेट्स गो। ल हामी चाहिँ सर घरबाट निस्केर आइसकेका छौँ बाटोसम्म है। अब जान लागेको चाहिँ कहीँ पनि होइन, जान लागेको ठाउँहरू नयाँ ठाउँमा लाँदैछु आज। कहीँ पनि होइन भन्दा नयाँ ठाउँमा लाने कोसिस भइरहेको छ। अब हेरौँ के हुन्छ। तपाईँहरूलाई नयाँ ठाउँमा लगेर नयाँ ठाउँको भरभर गराउने सोचमा छु, के कसो हुन्छ भिडियो हेर्दै गर्नु होला।
ल हाम्रो चाहिँ ठाउँ पहिलाको ठाउँ तल थियो भने आज मैले भनेको तपाईँलाई नयाँ ठाउँमा लान्छु भनेर तर आज नयाँ ठाउँमा लान्छु भनेर तपाईँलाई मैले भनेको खासमा चाहिँ मजाकको लागि भन्नुलाई तर रियलमै म नयाँ ठाउँमा भयो किनभने अब जुन ठाउँमा हामी बस्छौँ त्यो ठाउँमा चाहिँ अर्कैले कब्जा हानिसकेको छ त्यही भएर अब हामी चाहिँ यहाँ यस्तै सानो पानीमा नआउने सोचमा छौँ हुन त पहिला पनि तल पनि ठुलो पानी त थिएन सानै पानी थियो अहिले झन् झन् सानो पानी पर्ने भयो ल हाम्रो चाहिँ त्यो पुरानो ठाउँमा अरू मान्छे नआइरहेको भएर हाम्रो नयाँ ठाउँ बन्दैछ यहाँ हाम्रो साथीहरू चाहिँ एकदम मेहनतिलो हुनुहुन्छ है मेन त यो करङ देखाउनु भने एकदम मेहनत सिट प्याक हो क्या यता फेरि अर्को हुन्छ उता अर्को फेरि के खोज्दैछ म चाहिँ यतातिर साँच्चै गमाटा खुट्टा खाँदैछु चिसो हाल मेरो पानीलाई साथीहरू चाहिँ एकदम मेहनत कडक मेहनतमा हुनुहुन्छ ल आमा हेर त्यो डुब्नी बनाइसक्यो यार मान्छे अघि केही थिएन अहिले मान्छे डुब्नी बनाइसक्यो कम्मर कम्मर ल हेर घोडासम्म होइन कम्मरसम्म होइन डुब्न चाहन्छु भनेर बनाएको छैन अहिले घाँटीसम्म पुर्यायो भने डुब्नी बनायो भने मल्ल पौडी ल घाँटीसम्म डुब्न त्यो थचक सुतेर बस्नुपर्छ होइन अब तलबाट केटाहरू माछा मार्दै आइरहेछ है यहाँ त्यतातिरको केटाहरू होला हाम्रो पहिलाको हाम्रो स्थान चाहिँ त्यही तल हो मुनिपट्टि हो उहाँ चाहिँ अरू हुनुहुन्छ हामी चाहिँ यता माथि छौँ ढुङ्गा ल्याएर के अरे भिडियो नबनाउनु भयो म गएँ ल ढुङ्गाटा मार्नु खोइ त बनाउनु सुरु गरेँ अघि नै गरिसक्यो मुलाक चाहिँ ल बवाल देखिरह बवाल समुद्र किनारको देखेँ चौधो खाने हो चौधो खाने चौधो खाने हो पानी खाले एउटा खाने कि कतिवटा खाने दुईवटा खाने
ल साथीहरू हाम्रो चाहिँ यतापट्टि अलिकति पहिला तल ठाउँ खाली नभएर हामी यहाँ नुहाउँदै थियौँ भने अहिले चाहिँ हामी फेरि तल सब साथीले छोडेर गइसकेको छ त्यही भएर हामी चाहिँ यहाँनिर तल नुहाउन जाँदैछौँ तल हाम्रो पुरानै गन्तव्यमा अहिले चाहिँ मैले चाहिँ भिडियो चाहिँ आज चाहिँ यहाँ साथीको दाइको सेल्फी स्टिक पाएको छु त्योबाट गर्दैछु है त्यसलाई के जति भन्छ भने सेल्फी स्टिक गेमबल कि गिम्बल के भयो भन्छ त्यो आई डोन्ट नो हाम्रो ब्रोहरू चाहिँ यहाँ हिँड्दै हुनुहुन्छ तल तिनीतिर हामी अघि चाहिँ यहाँनिर छेकेका थियौँ त्यहाँनिर छेकेको छोडेर हिँड्नु पर्छ सबैजना पिरमा एकदम भावुक बन्दैछन् कोही त्यहाँ चाहिँ अघि नै बुढाहरू दिदीहरू ठुलो मान्छेहरू डन्दै थियो कि अनि त्यही भएर हामी जाँदैछौँ ल हामी आफ्नै गाउँ फर्किआयो भने चाहिँ आफ्नै ठाउँमा जाँदैछौँ है त साथीहरू हामी चाहिँ माथिबाट तल आएर पौडीसँग सुरु गरिसकेका छौँ है हाम्रो यहाँ तल चाहिँ सो त्यहाँ माथिभन्दा बवाल छ है ल हामी चाहिँ अनि अब देखिरहनु भएको छ समुद्रमा होइन पुरा डाइभ हानिरहेको होइन हाम्रो चाहिँ पौडी सौडी खेलेर चट्ट लगाएर भ्याएर माथिको ठाउँबाट तल आयौँ तल आएर पौडी खेल्यौँ होइन अब यही हो तपाईँहरूले अघि भिडियोमा हेर्नु भइहाल्यो अगाडि हेर्नु भएको थियो होला यसमा खेलियो तर माथि भन्दा यसमा चाहिँ त्यहाँ माथि छ नि त त्यहाँ माथिबाट सर बगेर आउन मजा आउँछ है गएर चाहिँ खासै छैन तर त्यो पनि मजा आउँछ नि यहाँनिर चाहिँ हामीले अस्ति मासु पोल्ट खाएको थियौँ आज चाहिँ हामीले केही पनि खाएको छैनौँ र हाम्रो दोस्तहरू चाहिँ त्यहाँ फोटो खिचिरहेको छ ल अब हामी चाहिँ बाहिर निस्किन्छौँ यहाँबाट घरको तर्फ भनौँ न घरको तर्फ जानेवाला छौँ ल भिडियो हेर्दै गर्नु होला अब राम्रो नराम्रो जति जे छ त्यही मैले भ्लगमा देखाउने कोसिस गरिरहेको छु सबैले भिडियो राम्रोसँग हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला है अनि सब्सक्राइब गर्न नबिर्सिनु होला त्यही हो ल साथीहरू जाउँ निस्क्यौँ गो पानीको बोतल बोकेँ के लेखा कस्तो भयो त वाट इज दिस फिलिङ मेरो इङ्ग्लिस सुनेपछि यस्तो हुन्छ मान्छेहरू अकमक किन खाले इङ्ग्लिस मैले टिकटकमा हालेको इङ्ग्लिस भन्दा नि खतरा खाँदा तेरो इङ्ग्लिस ल के छ भन्दा कस्तो अनुभव भयो त एकदम राम्रो गुड ल त्यहाँ सबिन चाहिँ फेरि आफ्नो तालमा हुनुहुन्छ है ल हामी चाहिँ निस्किन जान्छौँ तपाईँको भयो नि बोल्नु आई लभ यु ल आई लभ यु सब्सक्राइबरहरूलाई ल लाउनु
जाउँ न त जाउँ ल ल म चाहिँ खोलामा गएर यताउता गरेर मैले गरेर आइसकेको छु घर है अन्त एउटा हिजोको र आजको भिडियो हो नि त यो त्यही भएर मैले भिडियो चाहिँ यतै इन्ड गर्ने चाहेँ है भिडियो अन्तिमसम्म हेरिनु त्यसको लागि धेरै धेरै धन्यवाद लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् अनि सब्सक्राइब गर्न नबिर्सिनु होला नयाँ हुनेले चाहिँ सब्सक्राइब एकदम गर्नु होला र मैले भिडियो बनाउने कोसिस गरिरहेको छु सबैले मलाई माया गरिदिनु होला माया सपोर्ट आवश्यक छ त्यही हो होइन अनि मैले मिनी भ्लग पनि बनाउनु ट्राई गर्दैछु मिनी भ्लग पनि हेरिदिनु होला यति भन्दै बिदा माग्न चाहन्छु हस्त जय नेपाल